नमस्कार। आज हामी क्रिएटिभ एकाडेमीको एउटा परियोजना खाकामा अलिकति गहिरिएर हेर्दैछौँ। यो शिक्षकहरूलाई विद्यार्थीका परियोजनाहरू डिजाइन गर्न सघाउने एउटा टेम्प्लेट हो। आज यसको संरचना कस्तो छ अनि यसले सिकाइलाई कसरी अलि फरक तरिकाले हेर्न खोजेको छ त्यसमा कुरा गरौँ न। अ, यो खाका हेर्दाखेरि निकै व्यवस्थित देखिन्छ, तर सामान्य योजना जस्तो मात्रै नभएर यसले सिकाइका अरू अलि बृहत पक्षहरूलाई पनि समेट्न खोजेको जस्तो लाग्यो मलाई। हो नि, सुरुमै परियोजनाको छोटो विवरण त छँदैछ, अनि व्यक्तिगत हो कि सामूहिक त्यो पनि स्पष्ट पार्नुपर्ने। तर मलाई सबैभन्दा महत्त्वपूर्ण के लाग्यो भने सुरुमै सिकाइ उपलब्धि मतलब विद्यार्थीले के ज्ञान र सिप सिक्छन् भनेर प्रस्ट्याउन खोजिएको छ। यो किन यति सुरुमै चाहियो होला? सिकाइ उपलब्धि सुरुमै तोक्नु भनेको अब घर बनाउँदा जग हाले जस्तै हो के। यसले शिक्षकलाई के सिकाउने, कसरी मूल्याङ्कन गर्ने भन्ने बाटो देखाउँछ, अनि विद्यार्थीलाई पनि हामी यो किन गर्दैछौँ भन्ने कुरा क्लियर हुन्छ। लक्ष्य प्रष्ट भएपछि अघि बढ्न सजिलो भयो नि, होइन? हो, मूल्याङ्कनकै कुरा गर्दा अङ्कभार पनि छ, अनि त्यो दिने आधार, स्पष्ट मापदण्ड, रुब्रिक्स भन्छन् नि, त्यो अनिवार्य रहेछ। यसले त मूल्याङ्कनलाई अलि वस्तुनिष्ठ बनाउँछ होला है? एकदम। रुब्रिक्स भएपछि केमा कति अङ्क आयो भन्ने पारदर्शी हुन्छ, अनुमानको भरमा हुँदैन। ठिक हो। अनि समयरेखा, कहिले सुरु कहिले अन्त्य, यस्ता व्यावहारिक कुरा पनि छन्। तर मलाई अझै चाखलाग्दो के लाग्यो भने यसले दिगो विकास लक्ष्य एसडिजी लाई पनि जोड्न भनेको छ। अनि अर्को त्यो अन्तर्राष्ट्रिय आयाम, कक्षा कोठाको परियोजनामा यी कुरा किन आवश्यक पर्यो होलान्? राम्रो प्रश्न। यहाँनिर चाहिँ यो खाकाले परियोजनालाई अलि फराकिलो दृष्टिकोण दिन खोजेको देखिन्छ। एसडिजी र अन्तर्राष्ट्रिय आयाम जोड्दा विद्यार्थीले आफूले सिकेको कुरा त्यो ठूलो संसारसँग कसरी जोडिएको छ भनेर बुझ्छन्। उनीहरूलाई अलि विश्व नागरिकको रूपमा सोच्न प्रेरित गर्यो। तर हो, यसलाई साँच्चीकै अर्थपूर्ण तरिकाले जोड्न चाहिँ अलि चुनौतीपूर्ण हुन सक्छ। भागसँग जोडियो, के गतिविधि गर्ने, कुन विषय प्रत्यक्ष कुन अप्रत्यक्ष भनेर पनि छुट्याउनु पर्ने। यसले त शिक्षकलाई अलि बढी नै सोच्न बाध्य बनायो नि, होइन र? हो त। यो त स्पष्ट रूपमै अन्तर्विषयगत सिकाइलाई जोड दिएको हो, किनभने वास्तविक जीवनका समस्याहरू त कुनै एउटा विषयको साँघुरो घेरामा मात्र नै हुँदैनन् नि। यसरी विषयहरू जोड्दा विद्यार्थीले ज्ञानलाई अलि एकीकृत रूपमा बुझ्न र प्रयोग गर्न सिक्छन्। तर अब यसको लागि शिक्षकहरू बीचमा राम्रो सहकार्य र योजना चाहिँ चाहिन्छ। त्यो व्यवहारमा सधैँ सजिलो नहुन सक्छ। हो, त्यो समन्वयको कुरा महत्त्वपूर्ण छ। अनि खाकामा अरू थप्ने मिल्ने कुराहरू पनि रहेछन्। समुदायमा के प्रभाव पर्छ, सृजनात्मक कला जस्तै नाच, गान, चित्रकला, नाटकहरू, अनि अन्तर्सांस्कृतिक सिकाइ, कल्याण र माइन्डफुलनेसका गतिविधि पनि। यति धेरै कुरा एउटै परियोजनामा कसरी समेट्ने होला खै? तर विकल्प दिनु त राम्रै भयो। यी ऐच्छिक तत्त्वहरू हुन्। यिनले परियोजनालाई अझै रिचनेस दिन्छन्। कलाले सृजनशीलता बढाउँछ, अन्तर्सांस्कृतिक पक्षले अरूलाई बुझ्न सघाउँछ, कल्याणका कुराले विद्यार्थीको मानसिक स्वास्थ्यमा ध्यान दिन्छ। यो खाली किताबी ज्ञान मात्र होइन, विद्यार्थीको समग्र विकास हेर्ने प्रयास जस्तो देखिन्छ। अनि व्यवस्थापनका कुरा पनि छन्। को शिक्षक जिम्मेवार हुने, मूल्याङ्कन कसरी गर्ने, रुब्रिक्स त अनिवार्य भइहाल्यो, तर विद्यार्थी र शिक्षक दुवैले मूल्याङ्कन गर्ने कुरा पनि छ। अनि पोर्टफोलियोका लागि प्रमाण जम्मा गर्ने, अरू विषयसँग कसरी साझेदारी गर्ने, यस्तो कुराले परियोजनालाई अलि व्यवस्थित बनाउँछ होला। हो, मूल्याङ्कन विधि र प्रमाणको स्पष्टता एकदम जरुरी छ। रुब्रिक्सले पारदर्शिता ल्याउँछ, पोर्टफोलियोले सिकाइको प्रमाण दिन्छ। तर महत्त्वपूर्ण कुरा के हो भने मूल्याङ्कन खाली अङ्क दिनलाई मात्र होइन, सिकाइमा सुधार ल्याउनका लागि हुनुपर्छ। विद्यार्थीले के सिके, के मन पर्यो, के गाह्रो लाग्यो, अनि भविष्यमा के गर्न सकिन्छ भनेर लेख्ने ठाउँ छ। यो मेटाकग्निसन भन्छन् नि, आफ्नो सिकाइ प्रक्रियाबारे आफै सोच्नु, यो किन यति आवश्यक छ? मेटाकग्निसन त अब सिकाइको एकदमै केन्द्रमा पर्छ भन्दा हुन्छ। जब विद्यार्थीले मैले कसरी सिकिरहेको छु भनेर सोच्न थाल्छ, ऊ आफ्नो सिकाइप्रति बढी जिम्मेवार हुन्छ। आफ्नो बलियो पक्ष, कमजोर पक्ष थाहा पाउँछ, अनि कसरी अझ राम्रो गर्ने भनेर सोच्न थाल्छ। यो लामो समयसम्म टिक्ने सिकाइका लागि एकदमै आवश्यक छ।
भनेपछि यो खाका हेर्दा यसले स्पष्ट संरचना दिएको छ, सिकाइ उपलब्धि र मूल्याङ्कनमा जोड दिएको छ, विश्वव्यापी सन्दर्भसँग जोड्न खोजेको छ, अन्तर्विषयगत पहुँचलाई प्रोत्साहित गरेको छ र सबैभन्दा महत्त्वपूर्ण विद्यार्थीलाई आफ्नै सिकाइमाथि सोच्न, चिन्तन गर्न उत्प्रेरित गरेको देखियो। यो खाली एउटा काम सक्ने चेकलिस्ट मात्रै होइन, साँच्चीकै अर्थपूर्ण सिकाइ अनुभव कसरी बनाउने भन्ने एउटा औजार जस्तो लाग्यो। निश्चय पनि। यस्तो विस्तृत खाकाको उद्देश्य नै त्यही हो, प्रक्रियालाई व्यवस्थित गर्ने मात्र होइन कि सिकाइलाई गहिरो र अर्थपूर्ण बनाउने। यसले शिक्षक र विद्यार्थी दुवैलाई स्पष्ट मार्गनिर्देशन दिन्छ र सिकाइको स्वामित्व लिन पनि प्रेरित गर्छ जस्तो लाग्छ। एकदमै। अब जाँदा जाँदै श्रोताहरूलाई विचार गर्नको लागि एउटा प्रश्न छोडेर जाउँ। यो खाका हेर्दा त निकै राम्रो, अलि आदर्श जस्तो देखिन्छ। तर हाम्रा वास्तविक कक्षा कोठाहरूमा जहाँ स्रोत साधन, समय अनि शिक्षकको तयारी पनि फरक फरक हुन्छ, यस्तो विस्तृत खाकालाई साँच्चीकै प्रभावकारी रूपमा लागू गर्दा चाहिँ मुख्य व्यावहारिक अडचनहरू के आउन सक्छन् होला? यसबारे सोच्दै गर्नुहोला।